यो फागुन 21 गते मेरो जन्मदिनमा मैले तोकेको चुनाव है, मेरै जन्मदिन पारेर मैले चुनाव तोकेको हो फागुन 21 गते है। अस्तिमा गोर्खाबाट किन पक्रिए थाहा छ? के गर्दै थिएँ म गोर्खामा थाहा छ? गोर्खामा गएर विश्वको सबभन्दा ठुलो सर्वोच्च अदालत बनाउनु पर्यो भनेर त्यहाँ जग्गा फाइनल गरेर 2100 रुपैयाँ जग्गा मिलाएर त्यसको नक्सा बनाउनको लागि म इन्जिनियर बोकेर गएको थिएँ। 5वटा कुरा वैज्ञानिक गर्यो भने गाँजा, लोकल रक्सी, साल, जडीबुटी होइन र पानी र खानी, यति कुरा वैज्ञानिक गर्यो भने हरेक नेपालीलाई करोडपति त पहिल्यै छन्, अरबपति बनाउने पैसा यही नेपालमै छ। मलाई फसाउनका लागि भद्र आमालाई सम्म प्रयोग गरेको देख्दाखेरि मलाई साह्रै नराम्रो पनि लागेको छ। भद्र आमाले मलाई 25 लाख होइन, भद्र आमाले मलाई 25 लाख सँगै यहाँ अनामनगरमा 11 रुपैयाँ जग्गा, गागलफेदीमा 1 रुपैयाँ जग्गा होइन, सिन्धुलीमा 2 बिघा जग्गा, अरू पनि धेरै कुराहरू दिनुभएको थियो। यो बोर्डिङ सोर्डिङ स्कुलहरू बन्द गरेर अब काम छैन। यो बच्चा बच्चीलाई दुःख दिने होइन, बच्चा बच्चीलाई हामी गुरु बनाउने हो होइन, संसारको गुरु राष्ट्र हामीले नेपाललाई बनाउने हो। हाम्रो कुराहरू जेनजीहरू जेन भनौँ न अल्फा बिटा होइन, जेन वाईहरूलाई हो। तिमीहरूको दिमागमा त गोबर नभर न साथी हो, देश बन्छ भनेर भर न, सपना देख्ने बानी गर न, प्रयास गर्ने बानी गर न। हामी हुतियार होइन, हाम्रो चेतना र हाम्रो व्यवहार साह्रै गरिब हो, साह्रै गरिब हो, साह्रै गरिब हो। अब चाहिँ सोच बदलौँ। नेपाल प्रहरी, गृह मन्त्रालय हजुरहरूले जुन व्यवहार जेनजीहरूमाथि गरिराख्नु भएको छ, जुन दमन गरिराख्नु भएको छ, न्यायालय लगायत सबैले तपाईँहरूलाई एकदमै ठुलो पाप लाग्छ। हामीले यो परिवर्तन कुनै व्यक्तिको परिवर्तनका लागि ल्याएको थिएन, बाला फालेर आमा ल्याउन हामीले गरेको परिवर्तन होइन। हाम्रा पुर्खा बुद्धले यही ठाउँमा जन्मेर संसारभरि शान्ति फैलाउन सक्यो भने हामी त्यही ठाउँमा जन्मेर विश्व शान्ति सङ्गठन बनाउँछु भन्दा नपत्याउनु पर्ने के छ? तपाईँहरू सबैजना हुतियारै हो र? तपाईँहरू सबैजना दुवै कतारमा गएर चौकीदारी गर्ने जन्मेको हो र? तपाईँहरू हामी युवा पुस्ता भनेको चाहिँ अमेरिका गएर भाडा माझ्ने जन्मेको हो र? हामी युवा पुस्ता भनेको अस्ट्रेलिया गएर होइन चौकीदारी गर्न, चाकरी गर्ने जन्मेको हो र? कि हामी यस्तै नोकरी चाकरी गर्ने जन्म्या हो त? हामी संसारको दासै हुन जन्म्या हो त? हाम्रा दलाल नेताहरूले, हाम्रा दलालहरूले गर्दाखेरि चाहिँ यो देशलाई साह्रै गरिब बनाए, साह्रै निमुखा बनाए। कुलमान दाइ तपाईँलाई पार्टी खोलेर नेता बनाउन हामीले त्यहाँ पठाएको पनि होइन। याद गर्नुहोस्, आफ्नै दाइ हुनुहुन्छ। हाम्रो मन मुटु दह्रो बनाउनु पर्छ। हामी संसारको दास हुन जन्मेको होइन, संसारको मालिक हुन जन्मेको। संसार इतिहासमा नहारेको देश हो, अहिले आएर हामी हार्नुपर्ने आवश्यकता छैन। पुसको 15 गते लोसारको दिन पारेर हामीले देशैभरिबाट सम्पूर्ण नागरिकहरूलाई टुडी खेलमा हामीले राष्ट्रिय भेला गर्दैछौँ। हाम्रो चाहना लाखौँ मान्छेहरू उपस्थित हुन् भन्ने हो। हाम्रो सोच भनेको पुरानो भरिएको दिमागलाई मैले भर्न खोजेको होइन। खाली गरेर आउनुहोस् पहिला भरिएको दिमागमा। यो तन्त्र, यो बात त्यो बात दुनियाँ हामीलाई मतलब छैन, ठुलो कुरा होइन। हजुरहरूको मनमा 3टा अभियान लिएर आउँदैछौँ। एउटा राष्ट्र पुनर्निर्माण महाअभियान, आत्मनिर्भर नेपाल महाअभियान र अर्को भनेको चाहिँ निरोगी नेपाल महाअभियान लिएर हजुरको घर दैलोमा हामी आउँदैछौँ। आज सन्चो छैन है, औषधि खाएर आएको यहाँ आउँदाखेरि 7 दिनसम्म हाम्रो अनसन बसेर हल्ला नगरिदिनु प्लिज। यहाँ आउनुभन्दा अगाडि है 7 दिनसम्म आमरण अनसन बसेर पानी पनि नखाइकन हाम्रा जेन्जी भाइ बहिनीहरूको जुन हालत छ हिरासतभित्र, जुन हालत छ अस्पतालभित्र, जुन हालत छ शहीद परिवारको घरमा, त्यो सबै कुरा हेरेर रुदा यो देशलाई सम्झिँदा आँसु सकिएर आज बोल्दा बोली पनि सकिएर होइन, नहाइकन बस्दा शरीर पनि सकिएर यो देश र यो जनताका लागि एकमुठी रगत भएसम्म लड्छु भनेको लड्दै यहाँ आउँदा पनि मसँग भएको साथीलाई 2 दिनदेखि बेपत्ता छ। मेरो सचिव, मेरो कपडा, मेरो मोबाइल, मेरो सबै कुरा कहाँ छ मलाई थाहा छैन। अहिले उसलाई मैले खोजी गरिरहेको छु। सायद पुलिसले लगेको भए पनि भनिदिनु पर्यो, एमाले किडन्याप गरेको भए पनि भनिदिनु पर्यो। पहिला सुरुमा यति भन्न चाहन्छु, सर्वप्रथम सम्पूर्ण ब्रह्मा विष्णु महेश 33 कोटी देवी देवता, महाकाली, महालक्ष्मी, महासरस्वतीदेखि लिएर सम्पूर्ण राक्षस, किन्नर, गन्धर्व सबैलाई सम्झिन चाहन्छु। सम्पूर्ण हाम्रा पिता पुर्खाहरू जसले यो देशलाई यहाँसम्म पुर्याइदिनु भयो, सम्पूर्ण किरात वंशी, सम्पूर्ण लिच्छवी वंशी, सम्पूर्ण महिषपाल गोपालदेखि लिएर परापूर्वकाल सत्ययुग, त्रेतायुग, द्वापरयुगदेखि अहिलेसम्म आउँदा यो धरतीलाई सधैँभरि अचम्भरी बनाउनु हुने, सधैँभरि अखण्ड राख्नुहुने, कहिले पनि परनिर्भर नबनाउनु हुने सम्पूर्ण हाम्रा पुर्खाहरूलाई म एकदम मुटुदेखि धन्यवाद दिन चाहन्छु। सम्पूर्ण मल्लकाल, सम्पूर्ण शाहकाल सबैलाई सम्झिन चाहन्छु र उहाँहरूप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। धन्यवाद दिने क्रममा यो देशमा एउटा भर्खरो एकदमै कठिन परिस्थितिमा
एउटा प्रधानमन्त्री भएर के नगर्छु भनेर हाम्रो जानुभएको तर माखो पनि नमार्नु भएको, जेन्जीका सपना पुरा गर्छु भनेर ठुला ठुला कुराहरू गर्नुभएको, तर जेन्जीलाई देख्नै नहुने होइन। जेन्जीहरू कोही छ भने जेल हालिहाल्ने, बोलेको सुन्यो भने थर्काइहाल्ने, पिटिहाल्ने। हाम्रो माननीय ज्यूहरूलाई पनि म यहीबाट कोटी कोटी धन्यवाद दिन चाहन्छु। मुखमा राम बगलीमा छुरा भएका मेरा अभियन्ता साथीहरूलाई होइन, जहिले पनि अवसरको खोजी गर्दै हिँड्ने, जहिले पनि आफ्नै स्वार्थमा रम्ने र मलाई गाह्रो परेको बेला पछाडिबाट छुरा हान्ने मेरा सम्पूर्ण अभियन्ता साथीहरूलाई पनि म मुरी कोटी कोटी धन्यवाद दिन चाहन्छु यहीबाट। यो बाहेक यो देशलाई अत्यन्त माया गर्नुहुने हजुर पत्रकार मित्रहरू, यो देशलाई एकदमै राम्रो होस् भनेर चाहने सम्पूर्ण नेपाली जनताहरू, आम किसानहरू, मजदुरहरू, सम्पूर्ण यो देशलाई यातायात व्यवसायीहरू, उद्योगीहरू होइन, सम्पूर्ण व्यवसायहरू, डाक्टरहरू, इन्जिनियरहरू होइन, लगायत सम्पूर्ण पेसाकर्मीदेखि लिएर सारा नेपालीहरूलाई मुरी धन्यवाद दिन चाहन्छु। हजुरहरूले दिनुभएको साथ, सहिष्णुता र आत्मविश्वासले आज बोल्नै नसक्दा पनि म केही बोल्न सक्छु कि, आज तैँले केही गर्न सक्दैनस् भन्दा पनि होइन मैले केही गर्न सक्छु कि भनेर यहाँसम्म पुर्याइदिनु भएकोमा हजुरहरूलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। अब म तपाईँहरूलाई थोरै कुरा जेन्जीहरूको बारेमा, जेन्जीहरूको पीडाको बारेमा राख्न चाहन्छु। अहिले जेन्जीहरू होइन, कोही चाहिँ नेता बन्नलाई पार्टी खोल्दै हिँडिरहेछन्, कोही के गर्दै हिँडिरहेछन्, तर खास रियल जेन्जीहरू आज हाम्रो प्रकाश बोहरा भाइ, जुत्तावाला भाइ दिन रात नभनिकन यति पीडामा छटपटाइरहेछ। 8वटा नदुख्ने औषधि दिँदा पनि उसको दुखाइ हामीले कम गर्न सकेका छैनौँ। हाम्रो अभिषेक श्रेष्ठ भाइ खुट्टाको दुईटा हात्ती टुक्रिँदा पनि होइन, हात खुट्टा यस्तो गरेर ठाउँमा धाएर ठाउँबाट लडिरहेको छ। आज हाम्रो लक्ष्मण नेपाली भाइ यहाँ गोली लाएर न हात चल्छ न खुट्टा चल्छ, यस्ता अवस्थामा रहेका सम्पूर्ण घाइते भाइहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छु र सम्पूर्ण हाम्रा घाइतेहरूलाई कसैले पनि उहाँहरूको सपनामाथि कुठाराघात नगरोस् भन्ने सुझाव पनि यहीबाट दिन चाहन्छु। आज हाम्रा शहीद परिवारको हालत हेर्नुहुन्छ भने सुनसरीमा आमाले सुसाइड गरिन्, बा जेन्जी आन्दोलनमा मरे, बिचरा 5 वर्षको बच्चाले के गरोस् होइन, बिचरा 7 वर्षको दाइले के गरोस्, बिचरा हाम्रो माधव मगर हाम्रै गाउँको भाइ बिचरा दिपेशदेखि लिएर विनोददेखि लिएर सबैजनाको आत्माले चिर शान्ति कामना गर्न चाहन्छु। र यो शरीरमा अन्तिम थोपा रगत रहेसम्म, यो पोक्सोमा एक थोपा पनि सास रहेसम्म हजुरहरूका माग पुरा गर्न र हजुरहरूको सम्पूर्ण चाहनाहरू पुरा गर्न लडिरहने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। र यतिमा मरिहाल्यो भने पनि हजुरका सपना पुरा गर्नका लागि हामीले टिम र सङ्गठन पनि निर्माण गरिसकेको कुरा पनि म यहीबाट जानकारी दिन चाहन्छु। आज 37,000 जना हाम्रा जेन्जी भाइ बहिनीहरूलाई 23 गते घटना कसैलाई मतलब छैन, 80 जनालाई गोली हानेर मारियो कसैलाई थुप्पो छिटो मतलब छैन। आज 24 गते बिगारिस् भनेर होइन, अनि के गरिस् भनेर आज 37,000 जनालाई पक्रिने प्रयास भइरहेको छ जेन्जीहरूलाई। त्यो मध्ये होइन, मैले 100 जनाभन्दा धेरै जेन्जीहरू हाम्रै हिरासतमा हामी सँगै थियौँ। म हिरासतमा किन गएँ भनेर भन्दाखेरि होइन, त्यहाँनिर मैले जेन्जीका पीडाहरू बुझ्न गएको रहेछु। बिचरा निर्मल पौडेल भाइ यति शरीरभरि छाला देखिँदैन, उसको निल्ला मात्र देखिन्छ, यसरी पिटेको छ। अर्को भाइलाई यसरी पिटेको छन् कि 3rd डिग्री टर्चर भन्दा बढी दिइरहेछन्। र खानामा हामी भेज मान्छेलाई साङ्लो र अलिकति गिलासका टुक्रा, सिसाका टुक्राहरू दिनुभएकोमा हजुरहरूलाई पनि एकदमै धन्यवाद दिन चाहन्छु। नेपाल प्रहरी, गृह मन्त्रालय, हजुरहरूले जुन व्यवहार जेन्जीहरूमाथि गरिराख्नु भएको छ, जुन दमन गरिराख्नु भएको छ, न्यायालय लगायत सबैले तपाईँहरूलाई एकदमै ठुलो पाप लाग्छ। 37,000 जनालाई गिरफ्तार गरेर तपाईँहरू गिरफ्तार गर्ने प्रयास गरिराख्नु भएको छ र हजारौँलाई तपाईँले गिरफ्तार गरिसक्नुभयो। आज हामीलाई गोली हान्ने, जसले 24 गतेको यो दिन सिर्जना गर्यो, जसले यस्तो अवस्थामा पुर्यायो, उनीहरूलाई खुल्लम खुल्ला छोडिदिने, मलाई कबाब बनाउँछु किमा बनाउँछु भन्नेलाई त्यत्तिकै छोडिदिने। तर हामी वैज्ञानिकहरू मिलेर यो देशलाई अन्तरिक्षमा पुर्याउँछौँ, रकेट बनाउँछौँ, सेटेलाइट बनाउँछौँ, न्युक्लियर पावर नेपाललाई बनाउँछौँ, डोल्पाका मान्छेलाई मनाङमा सिफ्ट गरेर डोल्पामा नासाभन्दा ठुलो अन्तरिक्ष परीक्षण केन्द्र बनाउँछु भन्दा हामीलाई जेल हाल्नुभयो। हजुरहरूलाई पनि म कोटी नमन व्यक्त गर्न चाहन्छु यहीबाट। जेन्जीहरूको साँच्चीकै भन्ने हो भने आज न घरमा बसिसक्नु छ, न हिरासतमा बसिसक्नु छ, न कतै के गर्न सक्नु छ, न कतै केही गर्न सक्नु छ। र सम्पूर्ण जेन्जी नेताहरू, सम्पूर्ण साथीहरूलाई म के अनुरोध गर्न चाहन्छु भन्दाखेरि हामीले यो विद्रोह, हामीले यो परिवर्तन
कुनै व्यक्तिको परिवर्तनका लागि ल्याएको थिएन। बाला फालेर आमा ल्याउन हामीले गरेको परिवर्तन होइन। हाम्रा मागहरू क्लियर छन्। प्रत्यक्ष सम्पूर्ण भ्रष्टाचारी कारबाही हुन पर्यो, हत्यारालाई कारबाही हुन पर्यो है। र अर्को कुरा भनेको चाहिँ संविधान संशोधन गरेर प्रदेश सभा र राष्ट्रिय सभा खारेज हुन पर्यो। र कसैले पनि भन्छ भने यो फागुन 21 गते मेरो जन्मदिनमा मैले तोकेको चुनाव है, मेरै जन्मदिन पारेर मैले चुनाव तोकेको हो फागुन 21 गते है। तर त्यो चाहिँ प्रत्यक्ष कार्यकारी हुन्छ भनेर तोकेको। यदि हुन्छ भने प्रत्यक्ष कार्यकारी हुन्छ, नभए चुनाव हुँदैन। कसैले पार्टी दर्ता नगर्दा पनि हुन्छ। हतार भएको छ नेता बन्न, हतार भएको छ प्रधानमन्त्री बन्न भने तपाईँहरूलाई जनताले चिनिसके, जनताले देखिसके तपाईँहरू को हो, कतिको खुबी भएको मान्छे हो, तपाईँले के गर्न सक्नुहुन्छ, मन्त्रालयमा पुगिसक्नु भएको छ। तपाईँहरूको पारा पनि पुरानाको भन्दा केही पनि फरक छैन है। चण्डाल हटाएर चोर ल्याए जस्तै भएको छ हाम्रो सरकार अहिले हेर्दाखेरि है। त्यही भएर सम्पूर्ण नेपाली जनताहरू तपाईँहरू ढुक्क हुनु होला है। यो चुनाव हुन्छ तर प्रत्यक्ष कार्यकारी चुनाव हुन्छ भयो भने देशमा, नभए यो चुनाव हुँदैन। यो चुनाव गरेर होइन, प्रधानमन्त्रीलाई म के अनुरोध गर्न चाहन्छु भन्दाखेरि तपाईँलाई सर्वदलीय बैठक बोलाउनलाई त्यहाँ पठाएको होइन। यो दलहरूको दलबाट देशलाई मुक्त गरेर, भ्रष्टाचारलाई मुक्त गरेर यो देशलाई सुशासनको बाटोमा, यो देशलाई निकासको बाटोमा, यो देशलाई विकासको बाटोमा र शिक्षा स्वास्थ्य सबै कुरा निःशुल्क गरेर 5 वर्षमा करोडपति बनाउने एउटा सपना बोकेका हामी युवाहरूलाई म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ सम्पूर्ण जेनजीहरू, सम्पूर्ण युवाहरू सपना देख्ने बानी गर साथी हो। हाम्रा पुर्खा शिवले संसारभरि सत्य फैलाउँथ्यो भने हामीले किन नसक्ने? हाम्रा पुर्खा बुद्धले यही ठाउँमा जन्मेर संसारभरि शान्ति फैलाउन सक्यो भने हामी त्यही ठाउँमा जन्मेर विश्व शान्ति सङ्गठन बनाउँछु भन्दा नपत्याउनु पर्ने के छ? तपाईँहरू सबैजना हुतियारै हो र? तपाईँहरू सबैजना दुवै कतारमा गएर चौकीदारी गर्ने जन्मेको हो र? तपाईँहरू हामी युवा पुस्ता भनेको चाहिँ अमेरिका गएर भाडा माझ्ने जन्मेको हो र? हामी युवा पुस्ता भनेको अस्ट्रेलिया गएर होइन चौकीदारी गर्न, चाकरी गर्ने जन्मेको हो र? होइन नि साथी हो। संसारको सबभन्दा माथि बसेर सानो सोच राख्नु पर्दैन साथी हो। सपना देख्ने बानी गर साथी हो है, प्रयास गर्ने बानी गर। जब सपना देखिन्छ नि साथी हो, पुरा हुन पनि सक्छ, नहुन पनि सक्छ। हामीलाई यति मात्र थाहा छ, सपने नदेखे कहिल्यै हुँदैन। जब प्रयास गरिन्छ नि साथी हो है, सफल हुन पनि सक्छ, नहुन पनि सक्छ। हामीलाई यति थाहा छ, प्रयासै नगरे कहिल्यै हुँदैन। हामी त सपना देख्ने मान्छे हौ, हामी त प्रयास गर्ने मान्छे हौ है। अनि त्यही भएर हामीले भनेका कुराहरू, नेपालका साल कतिवटा छन् आफै भन नि त ल। पानी कति बग्छ आफै भन नि त ल है। कतिवटा फलाम खाइन्छन् आफै भन नि त ल। नेपालको जङ्गलमा के जरुरी छ आफै भन नि त। कि त गएर खोज, नभए पत्याउ है। पत्याउनै पर्छ है, मान्नै पर्छ सबैले यही कुराहरू। मलाई मान्नु परेन, मेरो देश नेपाललाई सबले मान्नु पर्यो। मेरो घर बन्नु परेन, मेरो राष्ट्रको धरोहर जसरी पनि बन्नु पर्यो। म प्रधानमन्त्री बन्नु परेन, तर मेरो देश राम राज्य बन्नु पर्यो, गोरख राज्य र गोरख साम्राज्य बन्नु पर्यो है साथी हो। एउटा अवसर हो हाम्रो पुस्ताको लागि। अघिल्लो पुस्ताले देश नबनाउनु भनेको युवा पुस्ताको लागि ठुलो चुनौती हो भने हरेक सिक्काका दुईटा पाटा हुन्छन्, ठुलो अवसर पनि हो। देश डुबेको थियो, भ्रष्टाचार भएको थियो, जताततै खत्तम भएको थियो। टक्क युवाहरू मिले, जुटे, हेर त आज कस्तो देशलाई कस्तो दामी बनाइदिए। स्वर्ग जस्तो देश, भगवान जस्ता जनता, साँच्चीकै हो। हामी सबैको नामै सोध न, तिम्रो नाम ऐनामा हेर न आफैलाई। तिम्रो नाममा भगवान छैन। तिम्रो एकचोटि गोत्र हेर, त्यो ऋषिमुनि होइन, तिमी उसैको सन्तान होइन होइन। एकचोटि प्रश्न गर आफैलाई, के हाम्रो देश साँच्चीकै गरिब हो त? के हामी यस्तै नोकरी चाकरी गर्ने जन्म्या हो त? हामी संसारको दासै हुन जन्म्या हो त है? मिलेको समाज, अर्म पर्म, ऐचो पैचो, वारी पारी, दुःख पर्दाखेरि 4 गाउँ पारी बिरामी पर्दा सहयोग गर्ने हाम्रै समाज होइन र? पैसा किन चाहिन्थ्यो? हामी सानो हुँदा पैसै चाहिन्थेन है। कसैको घरमा गयो भने बात सोधिहाल्थे, पानी सोधिहाल्थे, चिया सोधिहाल्थे, खाना सोधिहाल्थे। तपाईँको सहर विदेशी रीति, विदेशी थिति ल्याएर पिसाब गर्न पनि पैसा नभए मुत्न पनि पाइँदैन यो देशमा। यस्तो देश खोजेको हामीले होइन नि साथी हो। पैसा ठुलो कुरा होइन, धन पनि ठुलो कुरा होइन, सबभन्दा ठुलो कुरा भनेको मन हो, आत्मबल हो। हामी आत्मबल दह्रो बनाउनु पर्छ, हाम्रो मन मुटु दह्रो बनाउनु पर्छ। हामी संसारको दास हुन जन्मेको होइन, संसारको मालिक हुन जन्मेको। संसार इतिहासमा नहारेको देश हो, अहिले आएर हामी हार्नुपर्ने आवश्यकता छैन
है। ए फर अमेरिका, ए फर अस्ट्रेलिया पढाएर देश बिग्रेको, ए फर एग्रिकल्चर पढाएको देश यो हालतमा पुग्ने थिएन। कबाट कम्युनिस्ट, कबाट काङ्ग्रेस पढाएर देश बिग्रेको, कबाट कृषि पढाएको भए यो देश आज यो हालतमा थिएन। एलेन मस्कले अर्को मङ्गल ग्रहमा जान खोज्दैछ, हामीले आफ्नै मनभित्रको मङ्गल खोज्दैछौँ। उनीहरूले अर्को स्वर्गमा जान खोज्दैछ, हामीले आफ्नै धरीको स्वर्ग खोज्दैछौँ। फरक यति छ उनीहरूमा र हामीमा। कहिले पनि सूर्य र सत्य र ज्ञान पश्चिमबाट उदाउँदैन, पूर्वबाट उदाउने हो। हाम्रा पुर्खा संसारकै महान थिए, हामीसँग सब कुरा छ, अहिले पनि छ है। सिर्फ एकता नभएको हो, सोच गरिब हो, शिक्षा गरिब हो, नीति गरिब हो। हामीलाई चिन्न नसकेको हो, हाम्रो धरतीलाई चिन्न नसकेको हो, हाम्रा पुर्खालाई चिन्न नसकेको हो। हाम्रा पुर्खा यो पृथ्वी लोक मात्र होइन, भूरलोक, भुवरलोक होइन, स्वर्गलोक, ब्रह्मलोक, वैकुण्ठलोक, शिवलोकसम्म जान्थे। यहाँ बसेर आतालदेखि पितालसम्म होइन, यहाँदेखि रसातलदेखि नर्कलोकदेखि त्यहाँसम्म राज गर्थे। विष्णुका 24वटा अवतारमा 23वटा अवतार नेपालमै लिएका थिए। शिवका 108वटा अवतारमा 101वटा अवतार नेपालमै लिएका थिए। सबै कुरा हाम्रोमा छ, अहिले पनि छ। हामीले करोडपति नेपालीलाई बनाउन खोजेको होइन, करोडपति पहिल्यै छन्, चिनाउन मात्र खोजेको। दिमागको ढक्कन बन्द भएको छ, आगो कालो चस्मा लागेछ, यसलाई हटाउन मात्र खोजेको। दुईढुङ्गा बिचको तरुल होइन हाम्रो देश। ढुङ्गाको बिचमा कोही तरुल हुन्छ? ढुङ्गाको बिचमा तरुल फल्छ? फल्दैन नि त। ढुङ्गाको बिचमा हिरा हुन्छ है त, माटोको बिचमा तरुल। दुईढुङ्गा बिचको हिरा हो हाम्रो देश, दुईढुङ्गा बिचको तरुल होइन। संसारको सबभन्दा माथि बसेर सानो सोच राख्नु पर्दैन है त साथी हो है। सबै सोच सानो हो, शिक्षा सानो हो, गरिब हो, नीति गरिब हो, देश गरिब होइन। म यति भन्न चाहन्छु है। नेपाल सरकारसँग हामीले मागहरू राखिसक्यौँ। अब हाम्रा योजना र कार्यक्रमहरू के छन् भन्दाखेरि चाहिँ आज हामी पहिलो देशको तर्फबाट, देश बनाउने टिमको तर्फबाट हामीले 51 सदस्यीय केन्द्रीय समिति होइन, हाम्रो एसपी सर संयोजक होइन, हाम्रो जो सबैजनाको टिम, म चाहिँ प्रवक्ताको रूपमा हामीले एउटा सङ्गठन निर्माण गरिरहेका छौँ होइन। त्यसमा तपाईँहरू पनि जोडिन सक्नुहुन्छ, सबैजना जोडिनु होला। मङ्सिर 3 गतेदेखि हामीले पाथिभरादेखि कैलाश पर्वतसम्म, कालापानी लिपुलेकसम्मको हामीले यात्रा तय गरेका छौँ। मङ्सिर 3 गते हामी पाथिभरा माताको पूजा गरेर ताप्लेजुङबाट हामीले यात्रा गर्दै गर्दै स्वर्गको टुक्रा ताप्लेजुङ, स्वर्गको टुक्रा इलाम, स्वर्गको टुक्रा झापा, स्वर्गको टुक्रा हुँदा हुँदै हामीले उतासम्म पुग्नेछौँ। हामीले केही यो देशमा हामीले केही धेरै नै परिवर्तनहरू गर्न चाहेका छौँ। कैलाश पर्वतदेखि स्वर्गद्वारसम्म स्वर्ग जाने बाटो, स्वर्गद्वारदेखि सगरमाथासम्म स्वर्गको बाटो, सगरमाथि कञ्चनजङ्घासम्म स्वर्ग पछिको बाटो, 7वटा प्रदेश सरकार र मन्त्री खारेज, 7 प्रदेश 7 चक्रहरू, यो सबै कुराहरू हामीले बनाउने भनेर योजना बनाएका छौँ। संसारको सबभन्दा ठुलो विधानसभा हामीले जनकपुरमा बनाउँदैछौँ। अस्तिमा गोर्खाबाट किन पक्रिए थाहा छ? के गर्दै थिएँ म गोर्खामा थाहा छ? गोर्खामा गएर विश्वको सबभन्दा ठुलो सर्वोच्च अदालत बनाउनु पर्यो भनेर त्यहाँ जग्गा फाइनल गरेर 2100 रुपियाँ जग्गा मिलाएर त्यसको नक्सा बनाउनको लागि म इन्जिनियर बोकेर गएको थिएँ। त्यो इन्जिनियर अहिले गायब छ 2 दिनदेखि। मेरो फोन, मेरो झोला, मेरो कपडा, मेरो ब्रस पनि उसँग छ। म थाहै छैन कहाँ छ भन्ने कुरा अहिलेसम्म है। यही बाटोमा हजुरहरू कहीँ थाहा छ भने चाहिँ हजुरहरू पुलिसले लगेको भए नि भनिदिनु पर्यो, एमएलए गुन्डाले अपहरण गरेको भए नि भनिदिनु पर्यो। मेरो मोबाइल चाहियो, मेरा कपडा चाहियो, मेरो ब्रस पनि चाहियो है। अनि अब यसपछि हामीले पुसको 15 गते लोसारको दिन पारेर हामीले देशैभरिबाट सम्पूर्ण नागरिकहरूलाई टुडिखेलमा हामीले राष्ट्रिय भेला गर्दैछौँ। हाम्रो चाहना लाखौँ मान्छेहरू उपस्थित हुन् भन्ने हो। पुस 15 गते सबैजना हामीले टुडिखेलमा बोलाउन चाहन्छौँ। सबैजना आइदिनु होला है। अन्तिममा मैले के भन्न चाहन्छु भन्दाखेरि चाहिँ युवाहरू, हाम्रो कुरा, हाम्रो सोच भनेको पुरानो भरिएको दिमागलाई मैले भर्न खोजेको होइन। खाली गरेर आउनुहोस् पहिला भरिएको दिमागमा। यो तन्त्र, यो बात, त्यो बात, दुनियाँ हामीलाई मतलब छैन, ठुलो कुरा होइन। हामीलाई सिर्फ 3टा कुराको मतलब छ। देश बच्नु पर्यो, जनता बच्नु पर्यो र धर्म बच्नु पर्यो। पापको राज्य होइन, राक्षसको राज्य होइन, यो देवताको राज्य हो। देवभूमि, तपोभूमि, सत्यभूमि, शान्तिभूमि, कर्मभूमि, मोक्षभूमिको रूपमा रहेको हाम्रो देशलाई संसारको गुरु राष्ट्र बनाउन चाहन्छौँ। 8 वर्षमा नेपाललाई नमुना बनाएर 18 वर्षमा 2100मा हामीले चाहिँ पृथ्वी स्वर्ग बनाउन चाहन्छौँ र पृथ्वी सरकार पनि हामीले नेपालमै बनाएर पृथ्वी यहीँबाट चलाउन चाहन्छौँ। नारायणघाटमा त्यसको लागि हामीले एरिया लिनेदेखि सबै कुराहरू गरिसकेका छौँ। जसरी भगवान् नारायणले यहाँ बसेर ब्रह्माण्ड चलाउनुहुन्थ्यो, त्यसै गरी हामी नारायणघाटमै बसेर चाहिँ पृथ्वी चलाउन सक्छौँ भन्ने आत्मविश्वास, सोच, विचार सबै कुरा हामीसँग छ। ललित प्रसाद देवकोटाले भन्नुभएको अल्प छ तर आएको छ हाम्रो देश। साँच्चीकै संसारको आएको हो हाम्रो देश। यहाँ आएपछि चेतना खुल्छ। नेपाल भन्ने यस्तो देश हो रे, त्यहाँ टिके पनि पवित्र भइन्छ हो। नेपालको 1 लिटर पानीलाई $400 50,000 पर्छ
हामी कसैलाई विदेश जानु पर्दैन साथी हो है। हाम्रा दलाल नेताहरूले हाम्रा दलालहरूले गर्दाखेरि चाहिँ यो देशलाई साह्रै गरिब बनाए, साह्रै निमुखा बनाए, जनतालाई कस्तो बनाए थाहा छ हामी युवालाई, जनतालाई। तपाईँले एउटा हिटलरले नि भनेको म कुरा भनिहालेँ होइन, सबै पखेटाहरू निकालेर कुखुरालाई है, सबै पखेटा जति निकालिदिने, पाक सब निकालिदिने, युवाहरू सबैको निकालिदिए नि त अहिले है। त्यसपछि त्यसलाई एक एक थोपा चारो दिने के, त्यो पछि 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 लाग्छ के। एमाले काङ्ग्रेस र अन्य पार्टीका कार्यकर्ता यस्तै हो, उनीहरूको सम्पत्ति उनीहरूले आफ्नै बारीमा भएको साल काट्न पाउँदैनन्, आफ्नै बारीमा भएको जडीबुटी निकाल्न पाउँदैनन्, आफ्नै जङ्गलमा भएको च्याउ निकाल्न पाउँदैनन् है, केही सदुपयोग गर्न पाउन्नन्। उनीहरूलाई मासु भात खुवाइन्छ चुनावका बेलामा, अरू बेला 2-4 हजार यसो कलो दिइन्छ, त्यही कलोको पछाडि लागेर देश डुबेको साथी हो। बुझ्न पर्यो, थाहा पाउन पर्यो। नेपालमा हामीले सुरुमा गर्नु खोजेका 5वटा कुरा वैधानिक गर्यो भने गाँजा, लोकल रक्सी, साल, जडीबुटी होइन र पानी र खानी, यति कुरा वैधानिक गर्यो भने हरेक नेपालीलाई करोडपति त पहिल्यै छन्, अरबपति बनाउने पैसा यही नेपालमै छ, देश गरिब होइन। अर्को कुरा, मलाई फसाउनका लागि भद्र आमालाई सम्म प्रयोग गरेको देख्दाखेरि मलाई साह्रै नराम्रो पनि लागेको छ। भद्र आमाले मलाई 25 लाख होइन, भद्र आमाले मलाई 25 लाख सँगै यहाँ अनामनगरमा 11 रुपैयाँ जग्गा, गागलफेदीमा 1 रुपैयाँ जग्गा होइन, सिन्धुलीमा 2 बिघा जग्गा, अरू पनि धेरै कुराहरू दिनुभएको थियो। मैले आमा मलाई चाहिँदैन, यो केही पनि चाहिँदैन भनेर मैले पैसा लिएको थिइनँ। एकचोटि भोकाला भोजन, प्यासीलाई पानी, रोगीलाई उपचार भनेर पशुपतिमा माया लाउँदाखेरि चाहिँ पैसा नभएर साह्रै गाह्रो भइसकेपछि आमा अलिकति सहयोग गर्नु भनेर मैले, आमाले 1 करोड दिनुभएको थियो, खास त्यहाँ पनि प्रमाणपत्र 1 करोड के छ हेर्नु होला, 25 लाख दिनुभएको थियो। त्यो पैसा सँगसँगै अहिलेसम्म मैले 16 लाखजनाको निःशुल्क उपचार गरेको छु होइन। अहिलेसम्म हामीले होइन भोका त्यहाँ पनि आज पनि जानुस्, भोकाला भोजन, प्यासीलाई पनि, रोगीलाई उपचार छ। अस्ति काङ्ग्रेस एमालेका कार्यकर्ता ल्याएर भत्काइदिए, त्यसलाई हामीले फेरि बनाएर सफा गरेर फेरि चलाइरहेको छौँ। मैले हुम्ला, जुम्ला, दार्चुला, मुगु हरेक ठाउँमा पुगेर अहिलेसम्म दार्चुलामा मात्रै मैले 12,000को निःशुल्क स्वास्थ्य शिविर गरेर फर्केको, 42जना डाक्टर लिएर गएर है। नेपालको हरेक बाढी, हरेक पहिरोमा सबैमा गर्दाखेरि मेरो करिब 2 करोड 14 लाख खर्च भएको छ। खास त धेरै नै भएको, सबै कुरा घटाउँदाखेरि। त्यो मध्ये मलाई सहयोग गर्ने एक मात्र व्यक्ति आमा हो, त्यो बाहेक अलिअलि गरेर हो र जस 40-50-60 लाख पुग्यो होला। बाँकी पैसा मैले मेरो दार्चुला जाँदाखेरि भिडियोक्सले किनेको पैसा तिर्न नभएर, गाडीको पैसा तिर्न नभएर मैले मेरो कार बेचेर पैसा तिरेको छु होइन। हामी बजाङमा जाँदाखेरि त्यहाँको सामानहरू जित्दाखेरि त्यहाँ पैसा नपुगेर मेरो दाइको बिहेमा मलाई औँठी दिएको, त्यो औँठी बेचेर पैसा तिरेको छु। र अहिले पनि मलाई कार्यक्रम गर्न, यो मोमेन्टम गर्न पैसा भएन र म बुटलको घर र जग्गा पनि बेचेर कार्यक्रम गर्दैछु। फेरि विदेशसँग 1 रुपियाँ लिएको छैन, यो सरकारसँग पनि 1 रुपियाँ लिएको पनि छैन, लिने पनि छैन। किन भन्दा यिनीहरूलाई घुस नदिकन दिँदैनन्, म घुस दिँदा पनि दिँदैन, म घुस लिँदा पनि लिँदैन। हामीले सुशासन चाहेको हो। म सम्पूर्ण हाम्रा कुराहरू पुरानो दिमाग भरिएका मान्छेलाई होइन, हाम्रो कुराहरू जेनजीहरू, जेन भनौँ न अल्फा बिटा होइन, जेन वाईहरूलाई हो। तिमीहरूको दिमागमा त गोबर नभर न साथी हो, देश बन्छ भनेर भर न, सपना देख्ने बानी गर न, प्रयास गर्ने बानी गर न। हामी हुतियार होइनौँ, हामी संसारको दास भन्न जन्मेका होइनौँ। 365 दिनमा 364 दिन मेला थिएन, धान काट्ने मेला, मकै काट्ने मेला, गहुँ रोप्ने मेला, मेलै मेला होइन। के को जागिर गएर गिर्ने हो हामी होइन, के को नोकरी र के को चाकरी, नोकरी चाकरी गर्न जन्मेको होइन। हामी वीर गोर्खालीका सन्तान हौँ, हामी महाभद्र वीरभद्रका सन्तान हौँ, हामी महादेवका सन्तान हौँ, हामी किरातेश्वरका सन्तान हौँ, हामी पाथिभरा माताका सन्तान हौँ, हामी अन्नपूर्ण देवीका सन्तान हौँ। अन्नपूर्ण देवीका सन्तान कहिल्यै पनि भोकले मर्नु पर्दैन है त साथी है। जङ्गलमा गएर कन्दमूल खाएर बाँच्ने देश होइन, खोलाको किनारमा एउटा बल्छी लिएर जिन्दगी चल्ने देश, गुफामा बसेर जिन्दगी कटाउन मिल्ने देश, यस्तो स्वर्ग जस्तो देश भगवान जस्ता जनता हुँदा हुँदै पनि हाम्रो सोच, हाम्रो चेतना र हाम्रो व्यवहार साह्रै गरिब हो, साह्रै गरिब हो, साह्रै गरिब हो। अब चाहिँ सोच बदलौँ। शिक्षा हामीले बदलिसक्यौँ। 5 कक्षामा पढ्दा ज्यान पाल्न सक्ने, 10 कक्षामा पढ्दा परिवार पाल्न सक्ने र स्कुल जानै पर्दैन। बच्चाले कहिले गार्डनमा गएर सिक्छ, कहिले हस्टेलमा गएर सिक्छ, तपाईँहरू जस्तो भिडियो खिच्न सिक्छ होइन, तरकारी फलाउन सिक्छ, नर्सरीमा बिरुवा रोप्न सिक्छ, किन्डर गार्डनमा गार्डन बनाउन सिक्छ र ज्यान पात्र होइन परिवार पाल्न सक्ने 10 कक्षामा हुन्छ। यो स्कुल विदेशबाट ल्याएकोलाई रिप्लेस गरेर गुरुकुल प्रणालीमा हामी जानेछौँ र यो सबैलाई हामीले परिवर्तन गर्नेछौँ। नेपाल जस्तो आफ्नै देशमा आफ्नै देशको मातृभाषा बोल्दाखेरि पैसा तिर्नुपर्ने, 5 रुपियाँ तिर्नुपर्ने हुँदैन। अब है यो बोर्डिङ सोर्डिङ स्कुलहरू बन्द गरेर अब काम छैन। यो बच्चा बच्चीलाई दुःख दिने होइन, बच्चा बच्चीलाई हामी गुरु बनाउने हो होइन,
संसारको गुरु राष्ट्र हामीले नेपाललाई बनाउने हो है। नेपाल भन्ने यस्तो देश हो रे, त्यहाँ गयो भने त सबै रोग निको हुन्छ अरे, त्यहाँका मान्छेको बोलीमा त शिव जस्तो हुन्छ अरे, त्यहाँको मान्छेको बोली त बुद्ध जस्तो हुन्छ अरे, त्यहाँका मान्छेको बोली त महालक्ष्मी जस्तो हुन्छ अरे। महालक्ष्मीको देश हो, गरिब छैन। म यति कुरा म भन्न चाहन्छु है। त्यही भएर सारा नेपालीहरूलाई म के अनुरोध गर्न चाहन्छु भन्दाखेरि फागुन 21 गते मेरो जन्मदिनमा हामीलाई नै चुनाव तोकेको हो। आज यहीबाट म घोषणा गर्न चाहन्छु, फागुन 21 गते चुनाव हुँदैन, भयो भने प्रत्यक्ष कार्यकारी हुन्छ, त अर्को फागुन 21 मा हुन सक्छ, यो पालिकोमा हुँदैन। र होइन, एकदमै हाम्रो सम्माननीय प्रधानमन्त्री र सम्पूर्ण कुलमान दाई लगायत सम्पूर्ण मन्त्रीहरूलाई म के अनुरोध गर्न चाहन्छु भन्दाखेरि तपाईँहरूलाई चुनाव गर्नलाई हामीले त्यहाँ पठाएको होइन। गर्नुहुन्छ भने प्रत्यक्ष निर्वाचित गर्नुहोस्, तपाईँको नि हात छ है। कुलमान दाई तपाईँलाई पार्टी खोलेर नेता बनाउन हामीले त्यहाँ पठाएको पनि होइन। याद गर्नुहोस्, आफ्नै दाई हुनुहुन्छ है, धेरै सम्मान छ, धेरै माया छ। तपाईँ लड्नुहोस्, जेनजीका मागहरू पुरा गर्नुहोस्। जेनजीका माग भनेको जेनजीका मात्र होइनन्, जेन वाइका पनि हुन्, जेन यक्सका पनि हुन्। पहिला यिनीहरूले के भनेर लडाए? जात भनेर लडाए, त्यसपछि वर्ग भनेर लडाए, त्यसपछि पार्टी भनेर लडाए, अहिले पुस्ता लडाउनु खोज्दैछन्। हामी एक्स भने नि, वाइ भने नि, जेड भने नि, अल्फा भने नि, बिटा भने नि, हामी सबै नेपाली, हामी सबै वीर गोर्खाली, हामी सबै भनौँ न एकदम देवभूमि नेपाल, हामी सबैको देवताका सन्तान। त्यही भएर चाहिँ अहिलेलाई यो सरकारलाई म के अनुरोध गर्न चाहन्छु भन्दाखेरि चाहिँ यहीबाट तपाईँ चुनावको तयारीमा नलाग्नुहोस्, हाम्रा मागहरू पुरा गर्नुहोस्, जनताका मागहरू पुरा गर्नुहोस्, त्यसपछि चुनावमा जाम्ला, प्रत्यक्ष कार्यकारी गरौँला, देश पनि बनाउँला। ल सिके राउतलाई पनि म के अनुरोध गर्न चाहन्छु भन्दाखेरि होइन, यस्तो 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 गाह्रो अवस्थामा देश टुक्राउने कुरा कहिले नगरिदिनु होला। हामी विश्व ब्रह्माण्ड एक गर्नका लागि वसुधैव कुटुम्बकम भन्ने भावना बोकेर आएका हौँ है। तपाईँले हाम्रा आफ्नै दाजुभाइ, हाम्रो मधेस प्रदेशको कुरा गरौँ न होइन। सीताको र उसको रामको बिहामा कति गिफ्ट दिनुभएको थियो थाहा छ? प्रत्येकजना त्यहाँ आएका जन्तीहरूलाई होइन, जनकले कति दिनुभएको थियो पैसा थाहा छ हजुरलाई? एक बेलगाडा चाहिँ ऊ दिनुभएको थियो कि, सुन चाँदी हिरा मोती, त्यो लगेर इन्डियामा लगेर थुपार्दाखेरि एउटा पहाड बनेको थियो कि, त्यसलाई मडी पहाड भन्छ, अहिले पनि छ। गएर हेर्दा हुन्छ है। हामी चाहिँ गरिब रे, सीताका सन्तान हामी सबैजना है। हामी गरिब होइन, हामीलाई गरिब पढाइएको हो, हामीलाई गरिब बनाइएको हो। त्यही भएर एकचोटि आँखाको कालो चस्मा हटाइदिनु होला, दिमागमा लागेको ढक्कन खोलिदिनु होला, र देश पहिला, हामी जनता पहिला भनेर अगाडि आउनु होला। र हरेक गाउँमा, हरेक ठाउँबाट चाहिँ एकजुट भएर यो देश मेरो हो, म बनाउँछु भन्ने सोच लिएर आउनु होला। नेता बन्ने मान्छे हाम्रोमा नआउनु होला, मन्त्री बन्छु भन्ने मान्छे नआउनु होला, म यो देशलाई स्वास्थ्य फ्री गर्छु भन्ने मान्छे आउनु होला, म यो देशमा शिक्षा फ्री गर्छु भन्ने मान्छे आउनु होला, यो देशका किसानको उत्पादन किनेर हरेक किसानलाई करोडपति बनाउँछु भन्ने आउनु होला, हरेक मजदुरको 1 लाख तलब बनाइदिन्छु, सबै कुरा गरिदिन्छु भन्ने मान्छेहरू आउनु होला। यो देश म धनी बनाउँछु, म मिहिनेत गर्छु, रगत होइन पसिना बगाउँछु भन्ने साथीहरू आउनु होला भन्न चाहन्छु। र सम्पूर्ण हाम्रो कुरा पुर्याइदिनु भएकोमा पत्रकार मित्रहरूलाई एकदम भित्रैदेखि धन्यवाद दिन चाहन्छु। यहाँसम्म देश आउनुमा, परिवर्तन हुनुमा सबभन्दा ठुलो हात हजुरहरूको छ। र मङ्सिर 3 गतेदेखिको हाम्रो यात्रामा पनि सहयात्री बनेर आइदिनु होला। नेपाल के हो भनेर हामीले सम्पूर्ण कुरा त्यहाँ बुझाउनेछौँ, सबै कुरा त्यहाँ हामी गर्नेछौँ। आज गुठीका जग्गा खानेहरू होइन, आज दलालमा गर्नेहरू, नाकामा बसेर कति चोरी हुँदो रहेछ, 90% त चोरी नै हुँदो रहेछ, नाकामा भन्सारी नतिर्दो रहेछ। मधेसका समस्या छुट्टै रहेछन्, यति धेरै पीडामा रहेछ हाम्रो देश। अब हामी कर्णाली, सुदूरपश्चिम लगायत सम्पूर्ण ठाउँहरूमा हामी आउँदैछौँ। हजुरहरूको घर घरमा, हजुरहरूको मन मनमा 3टा अभियान लिएर आउँदैछौँ। एउटा राष्ट्र पुनर्निर्माण महाअभियान, आत्मनिर्भर नेपाल महाअभियान, र अर्को भनेको चाहिँ निरोगी नेपाल महाअभियान लिएर हजुरको घर दैलोमा हामी आउँदैछौँ। साथ दिनु होला, सहयोग गर्नु होला। पुस 15 गते सबैजना काठमाडौँ आइदिनु होला भन्दै आजका लागि असत्यमा सद्गमय, तमस्यमा ज्योतिर्गमय, मृत्युमा अमृतमगमय, असत्यमा थोरै सत्य छर्न सकियोस्, अन्धकारमा थोरै भए नि आशाको दियो बाल्न सकियोस्, जुन मर्न लागेको हाम्रो सोच, हाम्रो चेतना र हाम्रो देशको अवस्था फेरि माथि उठाउन सकियोस् भन्दै हजुरहरू सबैलाई निमन्त्रणा गर्दै बिदा हुन चाहन्छु। जय देश, जय स्वाभिमान, जय चन्द्रसूर्य।